हेलो साथीहरू, गुड मर्निङ सबैजनालाई। अनि हामी चाहिँ हाम्रो साथीलाई होइन उसको पैसा ल्याइदिएको छौँ। हामी चाहिँ जस्ट प्र्याङ्क गर्न आँटेको छौँ। हाम्रो भिडियो हेरिदिनु होला। उसले कस्तो रियाक्ट गर्दो रहेछ। हामी चाहिँ उसको काम गर्छ नि त उसले। अनि उसको स्यालेरी आयो भनेर हामी उसलाई भन्न आँटेको छौँ। अनि के भन्दो रहेछ हेरौँ है त। माथि आउँछ। अनि हामी उसलाई चाहिँ पैसा चाहिँ 2500 छ जम्मा। अनि उसलाई 500 दिन्छ, मलाई 1000, उसले 1000 राख्छ। के भन्दो रहेछ अनि ल हेरौँ है त। ल एकछिन त अहिले भने तल पुगेपछि मात्रै नसँग सानीमा यस्तो गर्छ अनि मात्र भन्ने ल। ल हेलो साथीहरू, हामी चाहिँ फेरि पनि क्लास जाँदैछौँ। आज चाहिँ ढिलो भएर फेरि पनि हेर्नु नि हाम्रो साथीले गर्दा ढिलो भएर माथि आउँदैछ ऊ चाहिँ। अनि चाहिँ नपर्खी हामी चाहिँ जाँदैछौँ। अब सधैँभरि पर्खेर पनि हुँदैन, कति चाहिँ पर्खिनु त ढिलो गर्छ, असाध्यै ढिलो गर्छ। त्यही भएर हामी चाहिँ उसलाई नपर्खी हाँस्दै आउँदैछ ऊ हेर्नु त अनि त्यही भएर हामी चाहिँ अहिले चाहिँ हिँड्यौँ न त भनेर हिँडेको छौँ। अब हामी कसैले पर्खिनेवालामा छैन। कुकुरले टोक्ला है यतापट्टि आऊ होइन उतासम्म हिँड्यौँ न, कतिको हुँदो रहेछ नि। टेम्पोमा लाने भने उसले चाहिँ आफैले पैसा तिरेर लाने भनेर हामी चाहिँ अनि उसलाई हामीले आधा घन्टा जति कस्तो धाक लाउँदैछु भने त आफै पैसा तिरेर लान्छु भन्दैमा हामीलाई आनीलाई त हामीले फोन गरेको थियौँ। भरे त म भर्खरै सुतिरहेको रहेछ। झन् 4 बजी उठ्नुपर्छ है भनेको त म मजाले मस्त निद्रामा सुतेको रहेछ है। मस्त निद्रामा सुतेको रहेछ। शनिबार जस्तै भइरह्यो अरे। झन् यिनीहरूलाई क्लास जानु थालेपछि 4 बजी उठ्नुपर्छ है साथीहरू भनेको त डनाल्दामा घाम आएर पोलिसक्दा पनि नथा भन्ने हिसाबले यिनीहरू त सुत्छ। म सुतेर भएको हो, मेरो अर्कै कामले भएको। त्यो पनि म ठिक टाइममा आएको छु। यिनीहरूलाई त अनि यतापट्टि आउँछ छिटो, यतापट्टि उतापट्टि जाउँ न त ल आऊ। अनि हामी चाहिँ रोड क्रस गर्दैछ। अनि यहाँ हेर्नु नि ठुलो कुरा गर्दैछ। यी आँखा पनि एक मुन्डी भन्न हालेर धेरै सुतेर घडी नै हेरिनछु क्या मैले त। आज शनिबार जस्तै भयो म त। अनि म्यासेज आएको वाइ गरेर ला बिन्छु त साँच्ची आज त टेस्ट भन्दै। अनि चाहिँ त्यही भएर अबदेखि चाहिँ यो अन्तिम चाहन्छ। अर्को चाहिँ फेरि भ्लगमा तिमीलाई देखाएर खुलस्त संसारभरि चिनाइदिनु पर्ला। आजसम्म त देखाएकै छैन। अनि हामी चाहिँ ढिलो भएर जाँदैछौँ। अब के गर्नु, जसरी पनि जानुपर्ने छ। कति बज्यो सर्छ नि सामाजिक तलसम्म चाहिँ भ्लग बनाउँदैछौँ। अनि चाहिँ टेम्पोमै जाउँ जस्तो जाने भए पनि टेम्पोमै भए पनि जाने भइजानु पर्ने। के परिजानु ल लु के गर्ने छिटो निस्किने गर है त। अब हामी चाहिँ के गर्नु साथीहरू, के कुरा त्यो भन त भ्लगमा सुनाइदिनु। म भन्छु है तपाईँहरूले तिमीहरूलाई एउटा कुरा भन्नु होइन। त्यो के भन्छ तलको घरको भाउजूहरू चाहिँ होइन के भन्छ उता जाने भनेर हिजो हामीलाई सेलरी दियो नि त। के सबैलाई दियो क्या सेलरी दियो होइन। सेलरी दियो अनि मैले चाहिँ होइन अनि सेलरी चाहिँ सबैलाई दिएको छ। अनि हिजो नै हामीलाई उनीहरू त बिहेमा जान्छ भनेर अनि त्यही भएर मैले तिमीहरूलाई पैसा ल्याइदिएको। अहिले हामीले त्यतिको के दिन्छ मात्र भनेको थिएँ। यस्तो कुरा नगर के को पागल हो साथमा भनेको त त्यही नानी लु यो पाप गर्ने साथी हो तिमीहरू नलाने जिस्काइदिएको हो त जिस्काइदिएको हो। अनि भन्नाले चाहिँ 500 रुपियाँ मात्रै नाटक नगरे यो बाटोमा मलाई चाहिँदैन। छिटो लैजाऊ है ल त मम्मीलाई हान्ने अहिले दियो भनेर त्यसै यो म 500 रुपियाँ राख्छु। त्यही त अस्ति हामीले उसलाई तिमीलाई पैसा राख्नु दिघारे हौ कामबाट आएर क्या दिघारे उसलाई चाहिँ हामीले त्यही अब के गर्नु। यो त मलाई 1000 पऱ्यो के गर्नु हो भन। 500को चाहिँ अब खाजा खुवाइदिनु पऱ्यो यिनीहरूलाई। अब के गर्नु, ऊ हाम्रो साथी चाहिँ यस्तो दयालु छ।
उसले काम गर्ने ठाउँ चाहिँ पर छ कि अनुजको चाहिँ स्यालेरी आएछ साथीहरू अस्ति हामीले चाहिँ उसको जिस्काइदिएको थियौँ नि त हामी घरिघरि खाजाहरू खान्छौँ कता कता जान्छ अनि हाम्रो साथीले मात्र काम गर्नु छ हामी चाहिँ केही गर्दैन अनि उसले चाहिँ स्यालेरी आएपछि हामीलाई बजार घुमाउने हामीले के भनेर जस्ट भनिदिएको थियौँ तर उसले चाहिँ साँच्चीकै जस्तो लागेर उसले चाहिँ हामीलाई साँच्चीकै पैसा दिएको छ मलाई 1000 रुपियाँ एक हजार पैसा दिनुभएको छ होइन अब तर उसले चाहिँ काम गर्छ र आफ्नै स्यालेरीबाट हामीलाई चाहिँ दिएको हो अनि त्यही भएर हामी चाहिँ खुसी छौँ 1000 पैसा पाउँदा को खुसी हुन्छ त्यतिकै आम्मा त्यही त नि अब बन्दनाले पनि काम गरेर एक दिन फर्काउँछ उसलाई उसको गुण फिर्ता गर्छ भनेको छ म काम गरेर आउँदै थिएँ क्या अनि ऊ जस्तै फेरि कपाल लामो थियो क्या बन्दना हो भनेर भेट्टाउनु भनेर आउँछ भनेको त त्यो केटी त के बन्दना रहेछ र कहाँ छिर्यो के गर्ने बन्दना अब यो पैसा अब तिमी चाहिँ के गर्छौ कुनी म चाहिँ थाहा म त धेरै जाने हामीलाई अनि हरिमा के गर्छ त्यत्रो पैसा भन्नु त अब ए के न हो भरे अनि घरबाट तिमीलाई त्यत्रो पैसा के गरिस् भने के गर्छौ भन न के गर्छौ पैसा त हातमा मात्रै आउनुपर्छ कहाँ कहाँ पुग्छ के गरे अनि त्यही 8000 मा चाहिँ त्यति 2500 मात्र दिएको त कि 5000 चाहिँ राख भनेको चाहिँ राखेको छ होला होइन अनि राख्नु परेन त ए हातै गरिसक्यो हाँस पनि उठिरहेको छ मलाई त साथीहरू त्यो मजाले अनुहार देखाऊ है लु आज त देखाउनै पर्ने जरुरत छ यो भिडियोमा कस्तो फिल भयो लु छिटो हाँस लु म त अब त लु हरिमाले हो तिम्रो पैसा देऊ देऊ खोइ त पैसा लु के पागल छिटो देऊ न पैसा के पागल जस्तो तिम्रो भन्न यो भन्दा त मलाई पछि तिम्रो ढिलो भइसक्यो यो भन्दा रुनु न गाई त सुन्नुहोस् त उसलाई त रुनु न हाँस्नु भयो अरे होइन उसकै पैसा हो यो चाहिँ उसकै पैसा हो हेर्नु न साथीहरू उसकै पैसा हामीले दिएको तर उसलाई चाहिँ अहिले तल्लासम्म गर्नु भएको छ ज्याम रुनु पो खोजी पठायो के पागल नि हौ आज साँच्चीको दियो त साँच्चीको दियो है जस्ट यो प्याङ होइन अब तिमीले साँच्चीकै पैसा दिनुपर्छ होइन ऊ चाहिँ रुइएको छ हेर्नु न 500 पैसा दिएको भनेको छ 500 पैसा दिएको भने उसकै पैसा दिएको रुँदो रहेछ हौ उसको स्यालेरीबाट दियो भनेर हाम्रो साथी रुयो होइन म पनि हाँस्दा हाँस्दा रुएँ तर म चाहिँ रुएको चाहिँ होइन हाँस्दा हाँस्दा चाहिँ रुएको छु होइन को भन्दा दिन चाहियो हरिमाइले हामीलाई त्यत्रो पैसा स्यालेरीमा आएको छैन फाइनली जस्ट अब म तपाईँहरूलाई यो कुरा भन्छु होइन साथीहरू जस्ट उसको साथीले होइन उसलाई बेलबारीबाट ऊ चाहिँ धरानमा बस्छन्छ अनि उसलाई पैसा हालिदिएको रहेछ सधैँ मेरो खातामा हालिदिन्छ होइन
त्यो दिन चाहिँ अर्कै खाताबाट मेरोमा पैसा आयो होइन अनि मैले कसले पैसा हालिदियो भन्दा पनि थाहा भएन एक दिन जति त थाहा भएन अनि पछि चाहिँ उसले भन्यो उताबाट पो हालिदिएको रहेछ भने अनि म त चलाइदिनु कि होइन कसले चाहिँ एक्कासी हाल्यो त अब मेरो क्युआरहरू पनि नदी त नहालिदिनु पर्ने चिनेकै मान्छेहरू होला भने तर पनि फेसबुकभरि पोस्ट आइसक्यो कसैले केही भन्दैन त अनि हिजो चाहिँ मैले त्यसको पैसा झिकिदिएको थिएँ होइन झिकिदिएको थिएँ अनि अहिले आउँदा उसलाई फोन गरेको कि त्यतिकै बस्नु एकछिन लु बनाना झर्दैछ 500 पैसा उसलाई चाहिँ देऊ मलाई चाहिँ 1000 देऊ उसलाई हामीले स्यालेरी आएपछि जिस्काउँछौँ नि त हामीलाई बजार घुमाउनुपर्छ यस्तो यस्तो किनिदिनुपर्छ भनेर अनि जस्ट उसले चाहिँ म ल त्यस्तै गर्छु है भने ऊ चाहिँ फेरि सधैँ प्र्याङ्क गर्न जान्दैन हाँसिहाल्छ अनि आज चाहिँ हाँस्दा खबरदार भनेको थियो अनि त्यही नाजी उसले चाहिँ भनिरहेको थियो होइन तर हामीले चाहिँ बनानालाई 500 पैसा दिउँ सुरुमा त उसले लिनै मन गरेन म चाहिँ 1000 जस्तो लिइहालेँ होइन 2500मा लिएको उसलाई चाहिँ हामीलाई चाहिँ 1000 उसलाई चाहिँ 500 दिएको थियौँ अनि के गर्नु तलसम्म आधा घन्टासम्म प्र्याङ्क गर्नु भनेर चाहिँ ऊ त रोएर आँखाभरि आँसु बनाएर यस्तो गरे साथीहरू के गर्नु हो के भन्दै सकेको छैन म त अब हाँसिदिएँ होइन एक दुईचोटि चाहिँ ल कस्तो लाग्यो त्यो भन अब तिम्रो ओपिनियनहरू भन के भयो भन नि त हामी लु सुनाउनु परेन छिटो छिटो आज जस्ट हामीले त्यत्तिकै जस्ट प्र्याङ्क त गरिरहन्थ्यौँ होइन हामी फेरि जे अब रियल कुरा भने पनि जस्तै हामीलाई चाहिँ प्र्याङ्क जस्तो लाग्छ तर आज चाहिँ हामीले प्र्याङ्क साँच्चीकै गरेको तर यो चाहिँ रियल जस्तै भएको छ अनि हामी चाहिँ 500 पैसा दिएको जस्तो त आँखाभरि आँसु गहभरि आँसु पारेर त रुन थाल्यो के गर्नु साथीहरू म चाहिँ 1000 दिने मान्छे रुको छुइनँ ऊ 500 दिने मान्छे रुइसक्यो ए स्यालेरी बाँधेर चाहिँ उसले स्यालेरी कहाँ भन्दा बार्छ अब चाहिँ साँच्चीकै दिनु पऱ्यो है तिमीले त्यही त उसले त्यति रुइदिएको छ तिमीले झुक्याउँदा पनि त्यत्रो रुइदिएको छ मैले पनि यत्रो साथ सपोर्ट गरेको छु त्यही त साथी नदिनु त होइन अब त उसले थपक्क पक्रेर राख्छ है त्यस्तो गर्ने अब अवस्था आइसकेको छ तिम्रो स्यालेरी कहिले आउँछ हामीलाई तुरुन्तै खबर 5 गते आज कति गते गयो आज 31 गते होला होइन आज ला अब 5 दिन बाँकी छ अब उसको स्यालेरी आएको दिन चाहिँ हामी भिडियो यसरी नै तपाईँहरूको माझमा ल्याउनेछौँ अनि उसले जस्ट आज प्र्याङ्क गरे पनि त्यो दिन चाहिँ हामीलाई स्यालेरी दिनेछ भनेर आज हामी विश्वास गर्दछौँ ल उसकै मुखबाट सुनेछ हामीलाई दिने कि नदिने कति कति दिन्छौँ भनेर कति कति दिन चाहन्छ छिटो बन्दैन भन्नु है के भयो तिमीलाई अनि के भने कस्तो कस्तो लागिरहेको थियो भन न त हामी यहाँ सुनाउनु परेन साथीहरूलाई त्यो कस्तो मैले अघि घरमा हुँदा चाहिँ सम्झिरहेको बासमा आज पैसा त ल्याइदिन्छ होला भनेर अनि आउँदा आउँदै म त तिमीहरूलाई बिर्सिहालेको पैसा चाहिँ तिमीले मलाई दिन्छौ भन्दै त्यो मैले बिर्सिसकेको थिएँ होइन अनि घरमै झ्याउसा गयो भन्दाखेरि जाने अरे भन्दा दसैँमै जान्छु भन्दा साथीकै जस्तो लाग्यो जान्छ अरे भन्दा उनीहरूको भए त हामी हाँसिरहेको थियौँ के उता पुरा भाग बिस्तार भएर त अनि बगेको त लु हरिमायामा त के गर्ने लु अब हरिमाया के भयौँ हामी 500 पैसा चोइरो आउनुको लागि पो दिएको जस्तो भयो अनि हामीले त्यस्तो त्यहाँ चाहिँ साह्रै हाँसु थियो है मलाई त्यो माथि के भनेर उसकै पैसामा बिचरा रुइरहेको छ म त त्यो सम्झेर त म त के गर्ने त अब अस्ति के बाउको बार थाहा छ तिमी नआएको दिन क्या बाँदरले होइन एउटा बोजूको साडी तानिदिएर हामीलाई झन्डै टोकेर बाँदरले है भन्दैन अनि म चाहिँ अस्तिको दिन आएको थिएन नि त साथीहरू 2 जना मात्र आएको थियो अनि आज चाहिँ हाम्रो टेस्ट पनि छ त्यही भएर जाँदैछौँ अब आजको भ्लग त देखिहाल्नु भयो होला देखि नै रुको थियो न तिमी उसले साँच्चीकै रुको थियो अरे पुरा साथीले अब उसको आफ्नै स्यालेरीबाट दियो भनेर ऊ त ए म त त्यस्तो दियो भने पनि रुँदिनँ खुसी लिइदिन्छु होइन रियलमा पनि त्यसरी नै लिइदिन्छु म चाहिँ पैसा दिनु मागिरहेको अनि त्यो 0 पोइन्ट भरि देख्नु होला नि म चाहिँ एकचोटिमा लिइहालेँ ऊ चाहिँ फान्द्राङ फुन्द्रुङ घुमेर 4-5 चोटि पोल्टेर चाहिँ बल्ला बल्ला लु 1000 लान्छ देऊ न त भन्दा 500 चाहिँ दिएको छ अब हाम्रो आजको भ्लग चाहिँ यति नै टुङ्गाउनु पर्छ ला बनाउनु पनि आउँदैन जस्ट हाम्रो यो हेरिदिनु होला साथीहरू चाहिँ अनि तपाईँहरूले कमेन्टमा भन्नु होला हाम्रो प्र्याङ्क कस्तो लाग्यो तपाईँहरूलाई बाई बाई भन
बाई बाई ए बाई बाई मलाई रुवाको आँसुको मूल्य चाहिँ कहिले दिन्छ म त्यो पनि देखाउँछु तपाईलाई